Hey guys, welcome back to my new video. आज चाहिँ म उठेर स्कुलको लागि रेडी भइसकेँ हेर्न सक्नुहुन्छ र आज मेरो स्कुल जाने सन्डे हो र सन्डे स्कुल खुल्छ र आज म स्कुल जान्छु होइन। अब स्कुलबाट आएर भेटौँला अब हेर्न सक्नुहुन्छ यस्तो छ। दुई हात हौलेहरू छु यस्तो फिट हेर्न सक्नुहुन्छ स्कुलको। स्कुलको ब्याग छ होइन गाइस, अनि बुक छ, अनि यहाँ चाहिँ मेरो साइकल छ, यसमा लडेर गाइस हेर्न सक्नुहुन्छ यस्तो भाँचिसक्यो यहाँ भाँचिसकेको छ। अनि यो ह्यान्डल नि हल्लिन्छ हल्का, ह्यान्डल नि टाइट गर्ने बेला हुन्छ यो। आज लगेर टाइट गर्नु पऱ्यो, यस्तो हुनुपर्ने के भएछ ह्यान्डल टाइट हालेर हुनुपर्छ। स्कुल आज म वर्कआउट गर्छु, वर्कआउट गरौँ भने आज मेरो रेस्ट थियो, त्यही म आज एप्सको चाहिँ अलि एप्सको गर्छु किनकि मेरो एप्स अलि त्यहाँ छ त्यो भएर म एप्सको गरेको थिइनँ। आज चाहिँ म एप्सको गर्छु र मैले गरेको एक्सर्साइजहरू तपाईँले फलो गर्नु होला, तपाईँहरू पनि एप्स आउँछ मेरो जस्तै। ल अब स्कुल पछि भेट्छौँ ल, बाई गाइज। अब मस्तिको आइसक्रिम हुन्छ यहाँ बरफ खाँदै आएको छु र अब चाहिँ म सधैँ आफ्नो साथीकोमा लान्छु किनकि अब हाम्रो 11 गतेदेखि मेरो इक्जाम छ र हामीलाई पढ्नुपर्छ, इक्जाममा टप गर्नुपर्छ, मतलब फेल हुन्छ फेरि। अब चाहिँ म साथमा छु, अब 8मा जानेवाला छु। अब खाता खान्छु अनि त्यसपछि साथीको घर गएर आएर वर्कआउट गर्छु। हेर्न सक्नुहुन्छ यस्तो छ अहिले मौसम चाहिँ अलि राम्रो छ, अहिले आज घाम लागेको छ आज हल्का है। आज चाहिँ म अनि साथीको घर जाने भनेर बसेको, एउटा साथी आउँदैछ मेरो मोटो साथी आउँदैछ। कहाँ हो यार, खाजा खाएर आइज भनेको थियो, खाजा खाँदै होला है। हेर्न सक्नुहुन्छ क्लाउड डेली देखाएको छ है गाइजहरू। अब चाहिँ म एकछिनै भेट्छु तपाईँहरूलाई। अब अहिले चाहिँ म साइकल चलाएर आइसकेको छु साथीकोमा, बस्किने हेर्न सक्नुहुन्छ। अहिले चाहिँ गाह्रो भइरहेको छ, पुरै गाह्रो भएर अब चाहिँ एकछिन रेस्ट गर्छु अनि त्यसपछि म अब फेरि खाजा खान्छु। म मासु चिउरा खान्छु गाइजहरू होइन, अनि त्यसपछि फेरि म अब त्यो वर्कआउटतिर लाग्छु पानीहरू खाएर। अहिले चाहिँ पुरै पसिना भएर हालत खराब छ होइन, पुरै अफरोड चलाएर है 5-6 किलोमिटर चलाएर आएको गाइजहरू। अब चाहिँ वर्कआउट गर्छु म अब एकछिनमा। म चाहिँ एप्सको वर्कआउट गर्नु जान्छु, एप्स चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ होइन। अब एप्सको वर्कआउट के गर्नुपर्छ भनेर देखाउँछु। आज मेरो वर्कआउट होइन, त्यो एप्सको लागि चाहिँ देखाउँला होइन। अब म देखाउनु चाहिँ छु गाइजहरू। फर्स्टमा चाहिँ तपाईँहरूले सिटअप गर्नुपर्छ यस्तो खाटमा सुतेर होइन गाइज, यस्तो यहाँबाट बिस्तारै हाफसम्म मात्रै गरे पुग्छ, फुल गर्नु पर्दैन, हाफ यति गरे नि तपाईँ के एप्सको लागि हुन्छ। अनि दोस्रो चाहिँ फर्स्ट एक्सर्साइज चाहिँ हो है, फर्स्ट 3टा एक्सर्साइज भन्छु, 3टा एक्सर्साइज तपाईँहरूको लेग रेजेस होइन, यो चाहिँ इम्पोर्टेन्ट छ, यसले चाहिँ हाम्रो एप्सलाई बढाउने काम गर्छ। अनि हाम्रो त्यस्तो चाहिँ प्ल्याङ्क्स चाहिँ इम्पोर्टेन्ट छ, यसले हाम्रो के एप्सको लागि चाहिँ होइन, यसले हाम्रो कोरलाई स्ट्रङ बनाउँछ। र मैले भनेको सिटअप र लेग रेजेस गर्नु होला, तपाईँले रिजल्ट चाँडै पाउनुहुन्छ। ल यति नै हो, प्ल्याङ्क चाहिँ 1 मिनट गरे हुन्छ होइन, अरूहरू चाहिँ 15-20 तपाईँले जति सक्नुहुन्छ म्याक्सिमम्। जब तपाईँको पेटहरू पोल्न थाल्छ त्यतिखेर छोड्दै हुन्छ। यति हप्तामा 2 कि 3 चोटि यो एक्सर्साइज गर्नुहोस् मैले भनेको जति, तपाईँहरूको एप्स आउँछ। र आजको लागि यति नै थियो र बाई बाई गाइज। अनि त्यो सबभन्दा इम्पोर्टेन्ट चाहिँ डाइट चाहिँ लिनुपर्छ। डाइटमा प्रोटिन दिनको 4वटा अन्डा, 4 कि 2वटा अन्डा, 1 गिलास दुध होइन कि मासु त्यस्तैहरू चाहिँ खानुपर्छ है। प्रोटिनहरूको चाहिँ कमी हुनु भएन, प्रोटिन र फ्याट्सहरू घिउहरू खानु होला। त्यो डाइट चाहिँ इम्पोर्टेन्ट छ। 80% डाइट चाहिन्छ होइन गाइजहरू, अनि 20% चाहिँ वर्कआउटहरूले पुग्छ। र आजलाई यति नै थियो, अर्को भिडियोमा भेट्छौँ। र अब अर्को भिडियोमा के को लागि चाहियो यो कमेन्ट नि गरिदिनु होला, म त्यसको रिप्लाई गर्छु। तपाईँहरूलाई कुन चाहिँ अब अर्को चाहिँ आज एप्सको भन्यो, अब अर्कोचोटि कुनको चाहियो, चेस्टको चाहियो भने चेस्टको पनि छ, र आर्म्सहरूको चाहियो भने आर्म्सको पनि छ। तर आर्म्स चाहिँ हल्का सानो छ गाइजहरू, त्यही भएर आर्म्सको लागि चाहिँ अलि धेरै दिन सक्दिनँ। त्यही भएर आजलाई यति नै थियो, बाई बाई गाइज। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट अन्त सब्सक्राइब गरिदिनु होला। हाम्रो भर्खर 10 पुगेको छ सब्सक्राइबर, हाम्रो गोल चाहिँ 1K पुग्ने छ होइन। टिकटकमा पनि छ, टिकटक पनि छ मेरो, टिकटकमा चाहिँ अलिक भाइरल छु है। त्यही नै हो, बाई बाई गाइज। अब अर्को भिडियोमा भेटौँला।